नेपालमा राजनीतिको लहर चलिराखेको छ। तपाईँ हाम्रो मनमुटुमा कसरी ड्युटी भाग्ने, कसरी आउने, कसरी जाने, कसरी काम गर्ने, 1000 स्यालेरीबाट कसरी 12 बनाउने, 12बाट कसरी 15 बनाउने भन्ने मात्रै टेन्सन तपाईँ हाम्रो बिचमा छ। तपाईँ हामी परदेशमा र स्पेसल्ली खाडीमा काम गर्ने मान्छेहरूको पीडा त कसम से जिन्दगीमा कोही पनि नेता आए भने पनि कसैले बुझ्नेवाला छैन। किनकि यो विगत 20-30 वर्षदेखि यस्तै चलिराखेको छ हैन। जिन्दगी हाम्रो यसरी चलेको छ, तर हाम्रो बच्चाहरूको चाहिँ यसरी नचलोस् भन्न चाहन्छु म। अरू केही सपना नै छैन कसम से। हाम्रो जसरी बितेको छ, हाम्रो जिन्दगी जसरी बित्यो यसरी हाम्रो बच्चाहरूको जिन्दगी चाहिँ यसरी बित्न दिनु हुँदैन है भन्ने मात्रै मलाई हो हैन। मैले तपाईहरुलाई सजेस्ट गर्छु, जति कमाउनुहुन्छ तपाईले गाडी किन्न, घर किन्न, जग्गा किन्नमा तपाईँ लगानी नगर्नुहोस्। तपाईहरुका बच्चा छन् भने तपाईहरुको बच्चालाई हायर एजुकेसन दिनुहोस्, राम्रो एजुकेसन दिनुहोस्, अंग्रेजीमा पर्फेक्ट बनाउनुहोस्, इंग्लिश मिडियममा पढाउनुहोस् भन्छु के म चाहिँ। बच्चाहरूको बेस सानैदेखि राम्रो इन्भाइरोमेन्टमा बच्चाहरूले पढ्न पायो, राम्रो स्कुलमा पढ्न पायो भने तपाईँ हाम्रो जिन्दगीमा के छ र यार, एक न एक दिन हामी सबै मरेर जाने होइन र भनेको हो नि है। बच्चाहरूलाई राम्रो स्कुलमा पढाऊँ, बच्चाहरूको भविष्य राम्रो बनाइदिउँ, त्यसैमा हाम्रो कल्याण छ कि। बाँकी घर गाडी घोडा यहीँ हलाना फलाना भनेका आवश्यकता विलासिता जस्तो अहिले हामी एउटा सामान्य काठको घरमा बसिराखेका छौँ भने त्यसमा पनि त हामी 2 वर्ष 3 वर्ष अरू बिताउन त सक्छौँ नि। तर अहिले 3 वर्ष बच्चा यदि नराम्रो स्कुलमा पढ्यो, उसको इन्भाइरोमेन्ट राम्रो भएन, इङ्ग्लिसमा ट्यालेन्ट छैन, ती कुराहरूले गर्दा के हुन्छ भन्दा भोलि बच्चाको बेस राम्रो बन्दैन, उसले हायर एजुकेसन लिनको लागि राम्रो कलेजमा पढ्न सक्दैन भने भोलि ऊ अनट्यालेन्ट हुन्छ क्या। अनि त्यतिखेर उसलाई भनेको एक प्रकारको अप्ठ्यारो महसुस हुने, कमजोर फिल हुने, अनि घुमिफिरी आउनु पर्ने 10 वर्षपछि हाम्रो बच्चाले पनि खाडी नै हो क्या। प्लिज सबै कुरा छोड्नुहोस्, बच्चाहरूको एजुकेसनमाथि एकदमै राम्रो लगानी गरिदिनुहोस्। यसैमा तपाईँ हाम्रो भलो छ। खाडीमा हामीले काम गरेका दुखी आत्माहरू जति छ नि सबैको मन शान्ति हुनेछ। थ्याङ्क यू सो मच गाइस। नमस्ते।